जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। हेलो गाइस, आज चाहिँ हामी बुटोलदेखि पाल्पा गाउँ जाँदैछौँ। हिजो राति अनि बिहान पानी परेको हुनाले मौसम चाहिँ चिसो चिसो छ, देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी 11 बज्न लाग्यो। बुटोल गोलपारदेखि हिँडिसकेका छौँ। रम सिद्ध बाबाको बाटो कस्तो छ, के छ, हिलो छ होला, हेर्दै जाम। मौसम चाहिँ तर एकदम राम्रो छ, हेर्दै जाम कस्तो हुन्छ के हुन्छ। र अहिले चाहिँ हामी बुटोलको सिद्ध बाबा मन्दिर आइसकेका छौँ। अब चाहिँ पाल्पाको सिमानातिर लागिन्छ। यहाँबाट उता चाहिँ अब पाल्पा पर्छ। अब लागियो पाल्पातिर। अच्छा, त्यो हिलो बाटोमा नि कतै गरे। अच्छा जी मालिक, तो थोड़ा सा गलती हो गई। अच्छा, मन्दिरको अगाडि यस्तो हिलो बाटो छ। क्यानो बाटो छिर्ने गरी आएछु। ओहो, हिलो बाटो देखिरे सिद्ध बाबा की गए। अच्छा जी मालिक, वो थोड़ा सा गलती हो गई। यस्तो हिलोमा हिँड्नु परेछ। घरबाट त राम्रै बाटो हिँड्छु भनेर आएको, यस्तो बाटो पो परेछ क्यानो। अच्छा, कति राम्रो बाटो हाम्रो सरकारले बनाइदिएको। Oh my God! देख्न सक्नुहुन्छ हाम्रो सिद्ध बाबाको बाटो यस्तो छ। अहिले चाहिँ पानी आएको हुनाले हिलो छ, अरू बेला चाहिँ धुलो हुन्छ। कहिले बनियो सुरुङको बाटो, कहिले हिँड्न पाइने हो। अब यस्तो छ बाटोको हालत, देख्न सक्नुहुन्छ। अब दोकान नपुग्दासम्म यस्तै छ होला, जाम यस्तै भयो भने। धान लिएर रोपिदियो हुन्छ, अर्को महिना फल्छ, खान्छन् अनि मर्यो पागल। के साह्रो हेपेको फेरि, हेप्न पनि दिमाग नबोकाले त बस्न चलाउनु नि। पागलले छ्यापेर गयो। यस्तो छ बाटोको हालत। कहिले बन्छ होला यो बाटो, कहिले हिँड्न पाइन्छ होला राम्रो बाटो। जुत्ता गयो। पछि आएको लास्टमा आएर छ्यापेरै भ्यायो नि। यस्तै बाटो भएको घर 1 घन्टामै पुगिन्छ, चलाउन पनि मजा आउँछ। हेलो, साह्रो छ हौ। हिँड्न
हिँड्दिनँ त घरै हिँडेको के गर्नु धान रोप्न हिँडे जस्तो स्कुटीको हालत भगवान् यस्तो दामी छ बाटो त फेरि बाटो त आँखै लाग्छ देख्न सक्नुहुन्छ स्कुटीको हालत यस्तो भयो यो सब सिद्धाबामा बसले हिलो छ्यापिदिएर हो मलाई यस्तो भएको छ यताको बाटो चाहिँ खतरा दामी छ यो हाम्रो डुम्रेदेखि कुसुम खोला निस्किने बाटो बोल्न नआएपछि अब छट्ट बाटो देखाउँदै जान्छु यस्तो दामी छ बाटो अबको ठ्याक्क आधी घन्टामा घर पुगिन्छ बुटोलबाट हिँडेको चाहिँ 1.5 घन्टा भयो बाटोमा भुल्दै भुल्दै आएको भएर हामी चाहिँ 1.5 घन्टा लाग्यो अब चाहिँ आधी घन्टामै घर पुगिन्छ भोक पनि लाग्न लागिसक्यो मौसम यस्तो दामी छ तर स्कुटीलाई यस्तो गराइदियो बसले यहाँदेखि बुटोलसम्म सिधै बाटो भए त हप्तामा एकचोटि त घरै आइन्थ्यो नि अब यस्तो राम्रो बाटो आउँछ कि घ्यान्च्याङ 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 कोही पनि नआइदिउँ अस्तिरबाट अहिले त धुलो बाटो त राम्रो भएछ नि उसलाई यहाँ धुलो कति गड थियो धुलो गड छ अच्छा बोल्न राम्रो भएछ यता त ठिक्क रहेछ हिँड्न जति हिलो खुवाउन सिद्ध बाबामै खुवायो नि हिलो अच्छा है अच्छा बहुत अच्छा है बाटो अब आयो फेरि राम्रो बाटो कुसुम खोला ठ्याक्क 25 मिनटमा निस्किने बाटो अब फेरि यता त बाटो त आहा भन्ने जस्तो हो कि पुरै के गर्नु एकदम बिच छ A1 यतिको बाटो हुन पर्यो नि टोलहरू खाँची जाने बाटो कहिलेकाहीँ आउनेलाई यस्तो भ्याउ लाग्छ हिँड्न दिनदिनै हिँड्नेलाई के होला यस्तो छ एउटा गाडी हाम्रो बाटो छेकिन्छ दिनमा 100 बस चल्ने बाटो हो यो यस्तो छ हालत कहिले बनाएर ल्याउने मालिक बाटो बहुत खराब है यहीँ यो पल्टेको मलाई त्यस्तै लागेको थियो कि टर्निङमा खसेको पल्टेको भन्दा निश्चय यहीँ होला
हेप्लेक्क पल्टेको कि बेसैनी घस्राकै गएको सबै पल्टेको देख्न सक्नुहुन्छ यो गाउँ हो हाम्रो रिब्दीकोट गाउँपालिकाको कुसुङ खोला एरिया पारी देउराली अझै पारी ख्या बाटो बन्दै रहेछ अब चाहिँ अर्कोचोटि आउँदा चाहिँ राम्रो आनन्दले आउन पाइएला जस्तो छ तर यताको बाटो यस्तो छ के गर्नु अहिले जान पर्यो यही बाटो के गर्नु जानै पर्यो यस्तो राम्रो छ बाटो घर आउने बाटो यति राम्रो छ यस्तो छ हालत के गर्नु आहा यति राम्रो बाटो कसको लागि बनाइदिएको होला त अनि कोई बात नहीं हम तो चूतिए हैं दोबारा ट्राई करेंगे और क्या भैंस चोर कोई काम है हम पे कति राम्रो पिज हो सललल्ला आफै हिँड्ने बसेपछि त आफै हिँडिदिन्छ यो बाटोमा त स्कुटी त सुरुर हिँडिदिन्छ आहा कति राम्रो बाटो हाम्रो जनतालाई बनाइदिए नेताहरूले आहा आहा यो पिचबाट हिँड्नभन्दा त यतै बाटो हिँड्न सजिलो बरु कति राम्रो पिच गरिदिएको ए भगवान यो बाटो कहिले बनाइदिने होला नि जलेश्वरको बाटो बनाइदिनु भन्दा त यताको बाटो बनाइदिनु नि छिटो के गर्नु जलेश्वर पुग्ने बाटो सुरुमा यस्तो हो वहाँ पुग्ने बेलामा राम्रो भएर के गर्नु लगाएर आउँछ राम्रो बाटो हो बजारमा बाटो कहिले बन्ने हो कठै भरै के गर्नु भगवान यो बाटोको हालत आज डबकातिरबाट घुम्दै घुम्दै गएँ डबकातिरबाट घुम्दै घुम्दै जाने बाटो सरर घुम्दै जान पर्यो आज राम्रै घुम्दै रहेछ कति राम्रो बाटो यो हाम्रो पालुङ मैनादीको स्वास्थ्य चौकी दामी छ तर अलिक टाढा पर्यो सबैलाई पाइपर्ने ठाउँमा भएन ए भगवान ए भगवान वाह यो हाम्रो डबका कृषिले भरि पुरा डबकामा एउटै रङ एउटै छानो भन्दै भाइरल भइरहेछ यति हुनुपर्छ समाज भएपछि के गर्नु बाटो पनि बन्न लागेको रहेछ यता त हाम्रोतिर त कहिले बन्ने हो अफरोड भयो भने यस्तो दामी होस् न बल्ल मजा आउँछ कहीँ ठाउँ पिच गरेको बाटो भन्ने
बाटैभरि दाउरा छ, कसले उठाएर लैदिनु? हे भगवान, हौ कस्तो कस्तो ठाउँमा हुन्छ हौ। तल्लो बाटो यति दामी रहेछ अनि तल्लो बाटो दामी हुँदा हुँदै को माथिको हिलो बाटो खाँदै आउँछ त अनि। अच्छा, हामी चाहिँ आयौँ समहर बजारमा। छु नि तलै बाटो त जाने त होला नि। यति राम्रो बाटो, आहा गुरुजी बिस्तारै हाँक्नु होला। आहा गुरुजी, बाटो त फेरि के भन्नु, राम्रो भन्नु कि नराम्रो भन्नु? हे भगवान, यस्ता यस्ता बाटोमा स्कुटी ल्याउन पर्दा पनि कटक्कै मन खान्छ नि। अच्छा जी, मैले यो त देखिन्छ नि आँखा। यस्तो हो नि त बाटो। ओ ओ यस्तै हुन्छ, ढुङ्गा छापेको बाटो। के गर्नु, हिँड्नै परेको छ। बाटै यस्तै छ, घर जाने बाटो यस्तै छ। यस्तो बाटोलाई चाहिँ त्यति अप्ठ्यारो भन्न मिल्दैन है। बाटो चाहिँ यत्तिको भए पनि आरामले गइन्छ। तर यो बाटामा सल्लाहको पात हुन सक्छ भन्ने मलाई लागिरहेको छ। आहा कति राम्रो बाटो। सल्लोरी त पयालै भएको त। अच्छा, पानी चाहिँ ठुलै तरै राम्रै आयो। ठुलो पानी आएर बाटो चाहिँ अच्छा भएछ। यदि सानो पानी आएको भए त परै कति लिर्किन्थ्यो होला। तर ठुलो पानी आएर बाटो चाहिँ दामी भएछ। हे भगवान। अच्छा जी मालिक, थोड़ा सा गलती हो गई। वो ओह्रालो हिँड्ने उकालो पनि हिँड्नै पर्यो। तान यतिको तान्न सक्ने क्षमता फेरि छ कि स्कुटीमा। राजै हो नि राजा। बाइकभन्दा कम छैन। अहिले चाहिँ दिने खतरा फेरि। यो हो नि तरिका। जिन्दगीको गोरेटोमा घर पनि आयो। छैन, कहिले उकालो कहिले ओह्रालो। गाउँघरको बाटै यस्तै हो। आहा आहा, अलि बिस्तारै गुरुजी, बिस्तारै गुरुजी। स्याबास बेटी। आहा, यहाँ चाहिँ छुन सक्छ। ओ छोइ भ्यायो नि, क्यार्नु यस्तो कटक्कै मन खान्छ नि फेरि।
कति छिसिक्क छोयो भने मात्र कस्तो छ है। आइयो भजन गाइयो यहाँ त छौँ आइयो ओ भगवान नि के गरेको यस्तो नमस्ते 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 गरिदिनु न मिलाएर स्याबास बेटा यो साल झैँ झैँ बाजा बजाएर जन्ती जानुपर्छ कपाल ओहो कपाल माय गॉड घरकै आँगनमा यतिको काफल भएपछि त यो भन्दा ओहो कति खानु काफल आइयो 2 घन्टाको यात्रापछि घर आइयो तर घरमा कोही हुनुहुन्न जस्तो छ ओ माई गॉड घरमा कोही हुनुहुन्छ ओ काफल कति खानु काफल अब त काफलमै बास हुने भयो एउटा गइसक्यो काफलमै के को हतारो कटौरा फालम होइन कि अहिले टिप्ने हो ओ माई गॉड